गाली नगर्नका सरी मम्मीले जान आन्न कतिवटा रोटी खान्छु रोटी राख्नेवाला के भने के भाग्यमानी भयो के छ के भन्दाखेरि तिमीले के गरी भन्थ्यौ होइन मलाई यार गाली नगर्नका सरी मम्मीले जान आन्न मुनाले केवल बनाइदिएर ल्याइदिन् अच्छा के भएर तिमी भएको र भन त के भएर खराब भएको र अस्ति लाउँदै थिएँ लन्च भनेर ट्याक्टर त्यसको केवल यस्तो गर्नु पर्ला झुकेर यस्तो भएछ यस्तो टाइमको भएछ त्यही भएर भयो ए लाउँछु भन्दाखेरि केवल बाङ्गो भएछ त्यो केवल बाङ्गो भएर भाँच्यो मम्मीले हान्न हौ किन हान्न हो त किन हान्न हो तिमीलाई भनेको के के तिमीले भाँच्यौ भनेर मम्मीले हान्नु हो र तिमीले के जानेर भाँची के हो र त नजानिकन भाँच्यो त मम्मीले किन हान्नु भयो त भन्ने कुरो हो कि त गल्तीसित भाँचेको होइन र गल्तीसित भाँच्यो रहेछ कस्तो भयो त फेरि बनाएर लिएर आउनु मलाई देखाउ त खै निकालेर लिएर आयो मुनाले लिएर आइन बनाएर नमस्ते के छ सन्चै थियो ठिकै छ त के ट्यापको के भयो निकालेर लिएर आयो कसले निकालिदियो नि ए ठिक छ केही हुन्न त अब त केवल कमजोर परेर होला केही दिक्कत छैन अब त्यसको लागि उसलाई के भन्नु पर्ने गर्नु पर्ने होइन जानेर कसैले गर्दैन होइन गल्ती अन्जानेमा हुन्छ खै यो त कभर हो केही भने निस्किन्छ सर केही हुन्न तिमी खेलाउ बिन्दास तरिकाले त्यो भैँमा खसाल्ने फुट्ने डर हुन्छ नत्र भने केही हुन्न अनि तिमीलाई त्यसमा ट्याबमा खेल्न सही लागेको छ कि नै त्यसको टुप्पो त छैन त्यसको टुप्पो यो कौन केवल हो यो त्यही वाला हो ए टुप्पो त तिमीले दाँतले टोकेर खाए जस्तो देखिन्छ है दाँतले टोकेर निकाले जस्तो देखिन्छ है टुप्पो त अनि त्यो भित्र उसमा ट्याब भित्र रहेको फेरि कसरी निकाल्यो त अब
छुट्टी छ अब तिमीले के गर्ने रे अरे बनाउने यस्तो कतिवटा रोटी खान्छु कति रोटी खान्छु No, त्यसमा रोटी राख्ने रोटी राख्नेवाला सबै सक्दिन्छु कहिले सक्दिन्न हो र त्यो रोटी राख्नेवाला म कहिले काहीँ सक्दिन्छु पुरै ओहो यता हेर त खै सक्ने अस्ति रहेछ खै यसो हेर्छु खै ए रोटी राख्नेवाला पुरै कतिवटा रोटी खान्छु र त्यति सक्छु भन्ने ओहो थाला ए मस्तै रोटी खाने है ल ठिक छ खाऊ